नमस्ते, म राजेन्द्र ढकाल, पेसाले म शिक्षक। म यो सामाजिक सञ्जालमा पहिलोचोटि हो केही कुराहरू भन्न मन लागेको। त्यसैले म पढाउने शिक्षक भएको हुनाले मैले पठन पाठन सम्बन्धी नै केही कुराहरू भन्न चाहन्छु। विशेष गरी मैले यो सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सुरुवातदेखि नै अध्यापन गर्दै आइरहेको छु। यस क्रममा यो विषय मलाई कस्तो लाग्छ भने यो विषय विशेष गरी यो विद्यार्थीलाई पठन पाठन गर्ने, पास गर्ने मात्रै नभएर एउटा चरित्र निर्माण गर्ने विषय भएको कारणले गर्दा एउटा सामाजिक अध्ययन तथा जीवनोपयोगी अध्यापन गर्ने शिक्षकको नाताले एउटा शिक्षकले पनि यो एउटा विद्यार्थीलाई कसरी राम्रो गर्न सक्छ भन्नेसँग अलि बढी कुरा गर्न चाहन्छु म। अब कुनै पनि विषयको पढ्नुको उद्देश्य विशेष गरी अलिकति पास गर्ने भन्नेसँग सम्बन्धित छ, तर यो विषय चाहिँ विशेष गरी पास गर्न मात्रै सम्बन्धित हो जस्तो मलाई लाग्दैन हैन। यदि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा यदि राम्रोसँग अध्ययन गरेको छ भने त्यो विद्यार्थी त्यो विषय पास गर्ने नभएर अरू सबै विषय पास गर्न सक्ने हुन्छ जस्तो लाग्छ मलाई। किनभने यो विषय यस्तो विषय हो जसमा एउटा टिनेजरको विद्यार्थीलाई एउटा समस्या समाधान, आफ्नो जीवनमा आएका समस्या कसरी समाधान गर्न सकिन्छ हैन, उसले सृजनात्मक चिन्तन, समालोचनात्मक चिन्तन कसरी गर्न सक्छ, उसले आत्मबोध कसरी गर्ने, उसलाई आएका विभिन्न तनावहरू कसरी व्यवस्थापन गर्ने हैन, उसले जीवन जगत के हो हैन, संवेगलाई कसरी नियन्त्रण गर्ने हैन, सकारात्मक चिन्तन कसरी गर्ने हैन, समानुभूतिसित अर्काको दुःख पनि आफ्नो दुःख कसरी गर्न सकिन्छ हैन, आत्मबोध गर्ने कुराहरू, विवाद समाधान गर्ने कुराहरू, सम्बन्ध व्यवस्थापन गर्ने कुराहरू, आत्म आलोचना गर्ने कुराहरू लगायतका धेरै यस्ता सिपहरू छन् जुन सिपले एउटा विद्यार्थीलाई असल बनाउन सक्छ। त्यसकारणले यो विषय अध्यापन गर्ने कुरामा के भएको छ भने यताकता सामुदायिक संस्थागत विद्यालयहरूमा अलिकता सजिलो विषय सामाजिक नै हो, पास गरिन्छ भन्ने हिसाबले गरेको जस्तो कता कता मैले देखाएको छु। यद्यपि त्यो चाहिँ कदापि त्यसले चाहिँ पास त गर्लान्, तर विद्यार्थी वास्तवमा विद्यार्थी बनाउने विषय भनेको यही विषय हो। त्यसकारणले यो विषय अध्यापन गर्ने कुरामा त्यो विषयसँग सम्बन्धित विज्ञले हैन अध्यापन गराएर विद्यार्थीलाई एउटा असल नागरिक बनाउन सक्यो भने उसले त्यो विषय मात्रै नभएर अरू सबै विषयहरू पास गर्न सक्छ। त्यसकारणले यो विषय अध्यापन गर्ने कुरामा कतिपय +2 पढाउने विद्यालय अथवा कतिपयको त बाध्यता पनि होला र कतिपयले कामचलाउ रूपले पनि गरेको देखिन्छ। यो नगर्न हुनमा हार्दिक आग्रह पनि गर्न चाहन्छु, किनभने यो विषयले विद्यार्थीलाई एकदमै असल हैन, चरित्रवान, नैतिकवान, जीवनको लागि केही गर्न सक्ने हैन व्यक्ति निर्माण गर्छ हैन। र यो अध्यापन गर्ने कुरामा पनि विद्यार्थीलाई एकदम राम्रो बनाउने हो, उसलाई काउन्सिलिङै गर्ने हो हैन, उसलाई सकारात्मक सोच, पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, समस्यासँग राम्रो तरिकाले जुझ्न सक्नुपर्छ, एउटा असल व्यक्ति बन्नुपर्छ, उसले आफ्नो जीवनमा विभिन्न किसिमको सिपहरू के सिप आउँछ त्यो सिक्नुपर्छ भन्ने कुराहरू सिकाउने भएको कारणले गर्दा यसमा चाहिँ सबै विद्यालयहरूले अथवा सबै शिक्षकहरूले यसमा अझै असल बनाउनको लागि अझै बढी ध्यान दिनुपर्छ। र यो विषय नै मुख्य विषय हो जसको अध्ययनबाट उनीहरूले अरू विषयहरू, अरू समस्याहरू पनि समाधान गर्न सक्छन् भन्ने मलाई लाग्छ। मैले यति नै भन्न चाहेँ। धन्यवाद, नमस्कार।